हेलो एभ्रिवान, आज म तपाईहरुलाई एउटा युनिक कुरा कफीको बारेमा भन्न गइरहेको छु। यो कफीको चाहिँ यो सुरुमा यो जुन काटेको ठाउँ छ यो मूल काण्ड थियो है। यो मूल काण्ड मा यो चाहिँ एउटा वैकल्पिक काण्डको रूपमा पलायो र यसलाई पनि हामीले राख्यौं, किनकि मूल काण्डलाई केही समस्या परिहाल्यो भने वैकल्पिक काण्डले यसलाई ब्याकअप दिन्छ भनेर हैन। नभन्दै यो मूल काण्डमा समस्या आयो हैन र यसलाई काट्यौं र यसमा फेरि एउटा वैकल्पिक काण्ड एउटा आएको छ, यसलाई पनि राखेका छौं हैन। र यदि भविष्यमा फेरि यो वैकल्पिक काण्ड पहिलाको वैकल्पिक काण्ड पनि काम लाग्ने भएन, या यसमा रोग लाग्यो या चाहिँ मर्यो या यसमा राम्रो उत्पादन दिएन भने यो वाला वैकल्पिक काण्डलाई हामीले चाहिँ मूल काण्ड बनाउँछौं र भविष्यमा फेरि यो वैकल्पिक काण्डलाई पनि यदि यसले राम्रो परफर्मेन्स गरेन, यसमा रोग लाग्यो, किरा लाग्यो, यो यदि बढ्दै बढेन भने यहाँनेर आएका छन् नि यो मध्ये कुनै एउटा यी अब भविष्यका वैकल्पिकहरू हुन् क्या। यी वैकल्पिकहरूलाई फेरि बलियो बनाउनु पर्ने हुन्छ हैन। र यो कुरा चाहिँ मैले फेरि कफीको लागि मात्रै भनेको होइन है।